हेलो अनि नमस्कार साथीहरु, वेलकम टु माई न्यू भिडियोमा सबैजनालाई स्वागत गर्न चाहन्छु। जहाँदेखिबाट पनि यस भिडियोलाई हेर्दै हुन्छ सबैजना सन्चै अनि आरामै रहनुहोला भन्न चाहन्छु। आज हामी कुराकानी गर्न गइरहेको छ नेपाली चलचित्र धन बिनाको मन ठुलो कि मन बिनाको धन ठुलो भन्ने चलचित्रको 5 दिनको बक्स अफिस कलेक्सन लिएर तपाईहरुमा आएको छु। भिडियो निकै नै छोटो छ, भिडियोलाई लास्टसम्म हेरेर सपोर्ट गरिदिनु होला। साथै मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर भिडियोलाई एक लाइक गर्न पनि नबिर्सनु होला। साथीहरु भन्छन् नि, नपताउने खोलाले पनि एक दिन बगाउँछ। त्यस्तै भइरहेको छ अहिले। मन बिनाको धन ठुलो कि धन बिनाको मन ठुलो भन्ने चलचित्रलाई दर्शकहरूले निकै नै साथ सपोर्ट गरेर हल सञ्चालकहरूले चाहिँ यस फिल्मलाई पत्याएका थिएनन्। हलमा सोहरू कम दिएका थिए। जब दर्शकहरूले नै चलचित्रलाई हेर्न चाहे भने चाहे हल सञ्चालक होस् चाहे जतिसुकै दुश्मन लागुन्, त्यो चलचित्र चाहिँ चल्छ। पहिला सबैभन्दा कुरो भनेको दर्शकले सपोर्ट गर्नु पर्यो र फिल्मको राम्रो प्रतिक्रिया आउनु पर्यो। साथीहरु, अशोक दर्जीको फिल्म धन बिनाको मन ठुलो कि मन बिनाको धन ठुलो भन्ने चलचित्रले राम्रो प्रतिक्रिया पायो र दर्शकहरूको राम्रो साथ सपोर्ट पाउँदै गर्यो र आज त्यसका पहिलो दिनमा एक शोमा रमाउँदै आएको चलचित्र अहिले 1 देखि 4 शोसम्म पाएको छ हलहरुमा। दर्शकबिनहरु सो चलचित्रले राम्रो साथ सपोर्ट पाइरहेको छ भन्नुपर्दछ दर्शकहरुको। तर यसको बक्स अफिस कलेक्सनमा चाहिँ यसको साथमा आएका फिल्महरुको भन्दा केही कमजोरी देखिएको छ, किनकि सो नै कम थियो तर दर्शकहरुले राम्रो उपस्थिति थियो, त्यो पनि ठिकठाकको कलेक्सन गरेको छ र यो चलचित्र पछिसम्मको लामो रेसको घोडा बन्ने छ भन्ने आशा राखिएको छ। दर्शकबिनहरु यस चलचित्रले पहिलो दिनमा करिब 10 लाख बराबरको कलेक्सन गरेको थियो भन्ने जानकारी आएको छ भने आज 5 दिनसम्म आउँदा यसको टोटल कलेक्सन कम्तीमा पनि 70 देखि 80 लाख बराबरको कलेक्सन हुन गइरहेको छ र यसको यसै गर्दै राम्रो कलेक्सन गर्ने छ भन्ने आशा गरिएको छ। सोहरू पनि बढिरहेको छ र नेक्स्ट कलेक्सन कति गर्छ, भोलिको कलेक्सन, पर्सिको कलेक्सन कति गर्छ भनेर जानकारी लिएर आउनेछु। आजको लागि यति नै भन्दा बिदा हुन चाहन्छु। च्यानललाई सब्स्क्राइब गरेर सपोर्ट गरिदिन नबिर्सनु होला। धन्यवाद।